सबैजनालाई नमस्ते छ र यो गाडी हो जिप्सी किङ 1998 मोडल हैन। यो चाहिँ कार्पेटर सिस्टमको हो। यो गाडी चाहिँ हिटिङ प्रब्लम भएर हामी बाटामा आएको थियो र हामीले हेर्दै जाँदाखेरि र गर्दै जाँदाखेरि यसको चाहिँ हेड ग्यास्केटमा प्रब्लम देखेको भएर यसको चाहिँ हामी हेड खोल्न गइरहेको छौँ हैन। र यसको हामी हेड खोलेर तपाईहरुलाई के भएको रहेछ भनेर देखाउन गइरहेको छौँ र हाम्रो मिराज भाइले चाहिँ हेड खोलिरहेको छ हैन। र यसको फुल भिडियो चाहिँ हाम्रो नेक्स्ट पार्टमा आउँछ हैन। पुरै खोलिसकिसकेपछि पानीको लाइन त पुरै ब्लक छ भाइ। देख्न सक्नुहुन्छ साथीहरू यसको चाहिँ पानीको लाइन जति सब ब्लक भएर बसेको है। हेर्न सक्नुहुन्छ साथीहरू हेटो यो पानीको लाइन है। यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले हैन। यो चाहिँ पानीको लाइन पुरै ब्लक भएर बसेको छ। यसलाई चाहिँ तपाईहरुको फुल इन्जिन खोलेर रिपेयर गर्दै राम्रो